जय मसिह साथीहरू, अगस्त महिनाले तपाईलाई हार्दिक स्वागत गर्दछ। यस वर्ष अहिलेसम्म जीवनले हामीलाई धेरै उतार चढावहरू पार गरेको हुन सक्छ। केही दिनहरू आनन्ददायी भएका छन्, जबकि अरूहरू कठिन भएका छन्। त्यही पनि हामीलाई अगाडि बढ्न मद्दत गर्ने एउटा कुरा आशा हो। बाइबलले भजन सङ्ग्रह 71 को 20 मा भन्छ, तपाईले मलाई धेरै तीता कष्टहरू देखाउनुभयो, तर तपाईले मलाई पुनर्जीवित पार्नुहुनेछ। पृथ्वीको गहिराईबाट फेरि मलाई माथि ल्याउनुहुनेछ। हामीहरू मध्ये धेरैको लागि यी विगत 7 महिना सजिलो भएका छैनन्। कसैले आफ्नो करियरमा अवरोधहरू, सम्बन्धमा सङ्घर्ष, आफ्नो स्वास्थ्यमा चुनौतीहरू वा निराशाहरू सामना गरेका छन्, जुन उनीहरूले कहिले आशा गरेका थिएनन्। यो नयाँ महिनाले तपाईलाई फेरि उठ्ने विकल्प दिन्छ। परमेश्वरले भनिरहनु भएको छ, तिमीहरूको विगतलाई पछाडि छोड, मसँग तिमीहरूको लागि नयाँ कुराहरू तयार छ। कहिलेकाहीँ हामी सोच्न सक्छौँ, यदि येशू मेरो जीवनको नियन्त्रणमा हुनुहुन्छ भने उहाँले यी पीडादायी मौसमहरूलाई किन अनुमति दिनुभयो? साथीहरू, येशू अझै पनि नियन्त्रणमा हुनुहुन्छ। उहाँले तपाईँलाई त्याग्नु भएको छैन। उहाँले तपाईँलाई परिष्कृत गर्न, शुद्ध पार्न र भविष्यमा हुने कुराहरूको लागि तयार पार्न केही मौसमहरूलाई अनुमति दिनुभएको छ। तपाईँ आज जहाँ भए पनि येशू तपाईँको जीवनलाई पुनर्स्थापित गर्न सक्षम हुनुहुन्छ। उहाँले तपाईँको पीडालाई उद्देश्यमा परिणत गर्न सक्नुहुन्छ र तपाईँको भविष्यलाई तपाईँको विगत भन्दा सुन्दर बनाउन सक्नुहुन्छ। त्यसैले परमेश्वरले तपाईँको लागि राखेको सुन्दर भविष्य हेर्नको लागि आफ्नो आशा नगुमाउनुहोस्। तपाईँले आफ्नो पुनर्स्थापना देख्नुहुनेछ। अगस्तको महिना आशिषमय बिताउनुहोस्। आशा नगुमाउनुहोस्, परमेश्वरले तपाईँको जीवन पुनर्स्थापित गर्नुहुनेछ।